हेलो हाई दर्शन नमस्ते सबैजनालाई। आई मिस यु नै आई मिस यु छ है। आज पनि म धेरै दिन पछाडि धेरै लामो समयको इन्तर्जाल पछाडि चाहिँ म बिनायो मर्चुङाको धुन लिएर हजुरहरूप्रति उपस्थित भइसकेकी छु। लामो समय ओझेल परिरहेको बेलामा अब मैले बिनायो मर्चुङाहरू चाहिँ हजुरहरूको माझ लिएर आउन नसकेकोमा माफी चाहन्छु। आज पनि म यही विनायक र मर्चुङाको धुन लिएर हजुरहरू मार्फत आइराखेको छु। सुनिदिनु होला है यो विनायकको धुन। भन्छ नि यो चाहिँ बाँसको बिनायो यो जवान किन साच्यौ त हौ साइली कसलाई दिन हो। दिन त कसलाई परेको छ र होइन, लास्टमा यही माटोलाई हो। जहिले बिनायो बजाउँछु त्यहीले यो हाउजेस आएर डिस्टर्ब गरे गर्छ हौ। गुलेलीले हान्दिउँ कि जस्तै लाग्छ कहिले काहीँ त। जति बेला धुन बजाउँछु त्यति बेला अनि प्लेनकै सवारी हुनुपर्ने। मलाई अलिकति डिस्टर्ब भयो मेरो धुनभन्दा त्यो के अरे प्लेनको धुन ठुलो आएपछि त अनि त्यही धुन सुनिन्छ मेरो धुनभन्दा पनि। त्यसले गर्दाखेरि मलाई त प्लेनसँग त यस्तो रिस उठ्यो नि। रिसाउनु त मिल्दैन, तर पनि मेरो धुनलाई खिचिदियो। नमस्ते हजुरहरू सबै माझ बिनाएको धुन सुनाइराखेको छु। म चाहिँ झिल्केको कहानी टेलिसिरियल, झुट्टो माया टेलिसिरियल अनि घैरी दाईको सारङ्गी मुभीको डाइरेक्टर म दुर्गा चामलिङ लिम्बू हजुरहरूको माझ घरिघरि बिनायो मर्चुङाहरू लिएर आइराखेकै हुन्छु। अहिले भर्खर मैले बिनायो बजाएँ भने म हजुरहरूलाई मुर्चुङाको धुन पनि सुनाउँछु। मर्चुङा त मसँग धेरैवटा छ, बिनायो पनि धेरैवटा छ, तर यो मर्चुङाहरू चाहिँ मेरो घाइते भएर बस्नुभएको छ। यिनीहरू चाहिँ घाइते भएर बस्नुभएको छ। यसको चाहिँ म धुन सुनाउँछु। बिनायो पनि त धेरै पछि निकाल्दा त ओसिएर कस्तो मिठो धुनै आएन, तर पनि हजुरहरूले सुनिदिनु हुनुहुन्छ भन्ने मैले आशा राखेको छु। बिनायो पनि मसँग 3 पिस छ, मर्चुङा पनि 3 पिस छ, तर 2टा मर्चुङा चाहिँ घाइते भएर बसेको छ, धुन निस्किँदैन अलिकति। यसको चाहिँ म धुन सुनाइराखेको छु म हजुरहरूलाई। पहिला म समला धुन बजाएर सुनाउँछु भने त्यसपछि चुड्के धुन बजाइन्छु। त्यसपछि तपाईँहरूलाई म निज धुन सुनाउँछु भने त्यसपछि म परेवा घुरघुर भन्ने के अरे धुन पनि सुनाउँछु। लास्टमा म सोल्टीले सोल्टिनी फकाइदिएको धुन पनि म हजुरहरूलाई अवश्य सुनाउने छु। सुन्नुहोला मर्चुङाको धुन।
सुन्नुभयो होला हजुरहरू। मुर्चुङाको र्याउ र्याउ पारा बिनायक खैँचो भनेर हौरा नाच्यो बिनायक खैँचो भनेर हाम्रो जोबान सकिसक्यो तिम्रो जोबान देऊ न हौ 2-4 दिनलाई पैँचो भनेर हौरा नाच्यो 2-4 दिनलाई पैँचो भनेर। मुर्चुङाको धुन पनि मैले सम्हालेर चुड्के सुनाइरहेको छु हजुरहरूलाई। अहिले म निज धुन पनि सुनाउनु चाहिँ, तर यो अलिकति सानो भएकोले गर्दाखेरि यसको मिठो धुन र लामो भाका चाहिँ निस्केको छैन। अब यिनीहरूलाई बजाउँ भने यिनीहरू घाइते हुनुभएको छ अनि कसरी भने उहाँहरूको धुनहरू अलिकति यहाँ ठोकिएर निस्किँदैन। यो यसरी उ गरेर घाइते भएको छ, यो पनि त्यस्तै नै भएको छ। यो पनि अलिकति ठोकेर यसको धुनमै झ्यारझ्यार उ गरेर आइरहेको छ। अनि यो चाहिँ ठिक छ, तर यसको लामो भाका लामो गरेर निस्केको छैन। तर पनि यसबाटै भए पनि म गरेर सुनाउँछु हजुरहरूलाई। म एउटा चाहिँ नुज धुन सुनाउँछु है त। हेर्नु यसको भाका लामो ननिस्केर मैले त्यो के अरे गीतको इसारा पनि उयो गर्न सकेको छैन। अल्ल खल्ला पल्लो खल्लो अल्ल खल्ला पल्लो खल्लो कमिलाको गल्लो भनेर हौरा नाच्यो कमिलाको गल्लो भनेर चट्ट पारी सिदेऊ दाराजी चट्ट पारी सिदेऊ दाराजी कान्छी ल्याउने चल्लो भनेर हौरा नाच्यो कान्छी ल्याउने चल्लो भनेर। यो मुर्चुङाको लामो भाका ननिस्केर मैले त्यो गीतहरूको इसाराहरू नै निकाल्न सकेको छैन, धुनहरू नै निकाल्न सकेको छैन। यिनीहरूबाट चाहिँ एकदम मिठो मिठो धुन चाहिँ ओल्लो खोल्लो पल्लो खोल्लो कमिलाको गोल्लो भनेर म बजाइराख्थेँ निकालिराख्थेँ होइन। अब यसबाट उ गरेको छैन। कुनै दिन म मिठो धुन बज्ने मुर्चुङा पाएछु भने यदि ल्याएर म हजुरहरूसँग चाहिँ यो धुन अवश्य पनि ल्याउने छु भन्ने बाचा बान्दै मुर्चुङा बिनाएको यिनीहरूको चाहिँ अब ऐतिहासिक के छ त भन्दाखेरि धेरै पुर्खौलीभन्दा पुर्खौली पहिचान हाम्रो चाहिँ ऐतिहासिक मौलिक बाजा राष्ट्रिय बाजा भनेर चाहिँ चिनिन्छ। बिनायो मुर्चुङा हाम्रो चाहिँ सारङ्गी बाँसुरी मुरली इत्यादि चिजहरूलाई चाहिँ हामीले आफैले बनाएर आफैले बजाएर राष्ट्रिय के अरे बाजाको नाममा यिनीहरूलाई चुनौती गर्न चिनारी गर्न सकिन्छ। हामीले चाहिँ एकदमै ऐतिहासिक यो जुजु बाजेहरूले आफैले बनाएर गर्थे भने मैले पनि आफै बनाएर बिनायो चाहिँ बनाएर बजाउन म सफल हुन्थेँ। अहिले त अब हरेक सामानहरू पनि पाइँदैन, त्यसले गर्दाखेरि यो किनेर गर्नु परिरहेछ। नभएदेखि विगतमा हामीहरू बच्ची हुँदाखेरि गोठालामा बिनायो खिप्ने बजाउने सुन्ने कसको राम्रो धुन निस्किन्छ भन्ने इत्यादि कुराहरू भइराख्थ्यो। अहिले चाहिँ अब हामीले चाहिँ अब हरेक सामानहरू पाइँदैन, बनाउन सकिँदैन, गर्दैन। तर यो त हामीले उहिलेदेखि नै हामीले बनाउन नसकिने नै हो। यहाँ यो चाहिँ बनाउने उहाँहरू हुनुहुन्छ कि एकदमै महान, उहाँहरूले हरेक थोक आँसी कुटो कोदालो तरबारहरू हरेक थोकहरू बनाउनु उहाँहरू सक्ने एकदम महान शक्ति भएका उहाँहरू हुनुहुन्छ।
उहाँहरूले नै बनाउन सक्नुहुन्छ यो पनि। उहाँहरूलाई त म एकदमै सल्युट गर्न चाहन्छु, किनभने यस्तो मिठो मिठो धुन आउने सामानहरू उहाँहरूले बनाइदिनु भएको छ र पो हामीले बजाउनु पाएको छौँ त। उहाँहरूलाई चाहिँ म एकदमै मनदेखि नै, म हृदयदेखि नै सल्युट भन्न चाहन्छु। यस्तोरी बनाइदिनु भएकोमा, यस्तोरी हामीलाई धुन बजाउनु पाउनु भएकोमा हजुरहरू सबैलाई नै मेरो चाहिँ भुइँसोरी सेवारो छ। यो चाहिँ लालहाङ युट्युब च्यानलमा हेरेर लाइक कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि त्यहाँ छेउमा रहेको घन्टी छ नि, हजुर घन्टी, त्यसलाई पनि टिङ्गै बजाइदिनु होला। हजुरहरूको जय होस्, जय होस्।